मैले तिमीलाई यो भनेको छैन कि तिम्रो युनिब्राउ भएको तिमीलाई राम्रो देख्छ। मैले हजुरलाई कहिले पनि भने होइन कि हजुरलाई ब्लस ब्लाइन्डनेस भएको राम्रो देखिन्छ। मैले तिमीलाई भनेको छैन कि तिम्रो एकदमै चटक रातो लिपस्टिक ओभरलाइन गरेर लगाएको राम्रो देख्छ। मैले हजुरलाई भने होइन कि हजुरलाई आफ्नो के भन्छ अरे यो आँखामाथि पुरै ग्रिन आई सेडो लगाएको कस्तो राम्रो देखिन्छ। सारी उम्र में जो कर जा बड़े यारे। मैले तिमीलाई भनेको छैन कि तिम्रो अप्पर लिप्समा हल्का हल्का यसो कपाल भएको राम्रो देखिन्छ। अबे यार दिदी मैले हजुरलाई कहिले पनि भने होइन कि हजुरलाई यो यत्रो ठुल्ठुलो आइब्रो गरेको राम्रो देखिन्छ। मैले तिमीलाई भनेको छैन होइन कि तिमीलाई त्यो सिन्जोको जस्तो यहाँतिर यस्तो गोलो गोलो हुन्छ नि रातो वाला त्यो गरेको राम्रो देख्छ। मैले कहिले पनि हजुरलाई भने होइन कि हजुरलाई होइन त्यो यत्रो ठुलो लिप लाइन काइली जेनर जस्तो लिप लाइन गरेको राम्रो देखिन्छ। मैले तिमीलाई भनेको छैन कि तिम्रो होइन यहाँदेखि यहाँसम्म त्यो कुमारीहरूले गर्नेवाला लामो लाइनर कि ठिक एकदमै बाक्लोवाला लाइनर राम्रो देख्छ। मैले तपाईँलाई कहिले पनि भने होइन कि तपाईँलाई यहाँ आँखानिर कन्सिलर ब्लेन्ड नगरी लगाएर राम्रो देखिन्छ। मैले तिमीलाई यो भनेको छैन कि होइन तिमीलाई होइन यो बिचमा के नागिनको जस्तो यो टिका हुन्छ नि त्यो गरेको लाइनरले गरेको राम्रो देख्छ। मैले हजुरलाई कहिले पनि भने होइन कि हजुरलाई त्यो केटाहरूले यस्तो स्ट्रेट गर्छ नि कपाल ठाडो यस्तो गरेको राम्रो देखिन्छ। स्ट्रेट कहाँबाट हुन्छ यो यस्तो ठाडो माथि अनि ठाडो कसरी हुन्छ यो? मैले तिमीलाई यो भनेको छैन कि तिम्रो दुई चुल्टी के यसरी बाँधेर यसरी गरेको हुन्छ नि यो माथितिर यसरी सिङ जस्तो त्यस्तो गरेको बाँधेको दुई चुल्टी राम्रो देख्छ भनेर। Oh my God, my Shayla. मैले हजुरलाई कहिले पनि भने होइन कि हजुरको निधारमा एकदम गोलो ठुलो कालो काजलले बनाएको टिका राम्रो देखिन्छ। ल बहिनी मैले तिमीलाई यो भनेको छैन कि होइन तिम्रो यहाँतिर यस्तो मजाको बियर्ड भएको कस्तो राम्रो देखिन्छ। सारी उम्र में जो कर जा बड़े यारे। हजुरलाई कहिले पनि भने होइन कि तपाईँको यहाँले यहाँ मात्रै जुङ्गा भएको कस्तो राम्रो देखिन्छ। बहिनी तिमीलाई म साँच्चीकै यतिकै यसरी नै राम्रो लाउँछ। हजुरलाई के मजा राम्रो लाग्छ? मलाई पनि आई लभ यु बहिनी।